यति सुन्दर नारायणी नदी छ। यो नदीलाई कुरूप बनाउने हामी आफै हौँ। जुन देशमा नदीलाई सिर्फ नदी मानिन्छ त्यो देशको नदी एकदमै स्वच्छ छ। जुन देशको नदीलाई देवी मानिन्छ, ल हेर्नुहोस् देवी मानिने नदीको हालत। ओ माई गुडनेस, यस्तो छ। पूजा पाठ गरेर जताततै जे पाए त्यही खाएर यो कसले रोकथाम गर्ने, यो कसले गर्ने हो, यो कसको काम हो यो? ल त्यहाँ त कुकुर बुङ्गुर सुँगुर नदीभरि जताततै हालत यस्तो छ। यो ल यता खसी हो, खसी। उतापट्टि कुकुर मरिरहेछ, त्यो साइडमा उतापट्टि चाहिँ कुकुर मरिरहेछ। यस्तो हालत छ। कसले गर्ने यो? सम्बन्धित निकायको ध्यान जाओस्। बिजोक बसी खानु छैन गनाएर। मास्क लाउँदा पनि स्मेल आइरहेछ। पीडा हुन्छ, पीडा यस्तो देख्दा। एक्लो व्यक्तिले गरेर सम्भव छैन यो। यो पूजा गरेपछि एक ठाउँमा जम्मा गर्न सकिन्छ, त्यो सिस्टम होस्। मानिसहरू आफैमा पनि ज्ञान आउनुपर्ने हो। धर्मात्मीहरूलाई चाहिँ ज्ञान आउनुपर्ने हो। धर्म गर्ने मान्छेले यस्तो गर्छ। तपाईँहरूलाई म उता जान नसक्ने भएर मात्रै धेरै कुरा छ, त्यहाँ धेरै कुरा देखाउन सकिन्छ। मैले यतापट्टि मात्रै देखाएँ। त्यो हेरी यो सामान्य हो। जताततै केही न केही मरेको, जताततै केही न केही टपरी फोहोर माला लुगा कपडा लत्ता कपडा प्लास्टिक जन्ने चिजहरू। बसी खानु छैन, हेरिसक्ने छैन। चाहिँ कमजोर मान्छे ढल्छ पनि। ले हेर्नुहोस्, यस्तो देशकै उत्कृष्ट नदी, नेपालभर चिनिने नदी, यति राम्रो छ, यति रमणीय वातावरण छ, तर छेउमै यस्तो हालत छ। अब यो कसैले गर्दैन भने म आफै पहल गर्छु, एक्लै पहल गर्छु। सम्बन्धित संस्थाहरूसँग बरु कुरा गर्छु र यो चुनावपछि चाहिँ म आफै नै यसलाई आवाज उठाउँछु, यहाँ सिस्टम बनाउँछु। दुःख लाग्छ यार, एकदम दुःख लाग्छ यो देख्दा, हालत देख्दा। बिजोग छ अवस्था।